गाइज व्हाट्सअप वेलकम ब्याक टु माई न्यू भ्लगिङ। सो आज चाहिँ होली छ है त, अनि हाम्रो कोलपुर न्यू रोडमा चाहिँ मेला लागिएको छ होलीको। सो आजको कलाकारहरू आउँछन् त्यो थाहा छैन। सो आज त्यहाँ जाने हो, प्लस हेरौँ है त। र भिडियो हेरिसकेपछि लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त। र यसै आफ्नो अमित ब्रदरलाई चाहिँ सपोर्ट गरिराख्नु होला। र नयाँ नयाँ भिडियोहरू म चाहिँ हाली इन्टरटेनमेन्ट गर्ने हो केटा हो, किनकि आज होली हो। न्यू रोडमा आइसक्यौँ। अब हामी चाहिँ मेला हेर्नको लागि कन्सर्टको लागि चाहिँ टिकट काट्ने हो है त। सो मैले आइटेक नै फाइनली दुईवटा टिकट छ है त, के कस्तो हुन्छ हेरौँ। कोलपुर कन्सर्ट भित्र चाहिँ छिरिसकेको छ। अब के हुन्छ अगाडि चाहिँ हेरौँ है त। ओ पुरा भिड त खतरा छ हो, खतरा छ कि खतरा छ। हाम्रो प्यारी बहिनीलाई धेरै धेरै धन्यवाद है त। ल लिङ्क चाहिँ म हालिदिन्छु है त बहिनीको, के अरे टिकटकलाई पनि फलो गर्नुहोस्। अल्ला अर्को पनि आयो कम्प्लिमेन्ट दिनको लागि। कैसे हो आप लोग? यति हो अरू भन। राम्री 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 आफ्नै सिटी हो, आफ्नै सिटी कोलपुर। हल्ला हल्ला बच्चा बॉयज हल्ला 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 लेट्स गो यो सब है यो से कस्तो लाग्यो? क्रिजन भूपेन्द्र यो सिटीको कोलपुरको सिटीको है हामी फेरि हामी कोलपुर रिप्रेजेन्ट गर्छौँ कोलपुरको है बेटी है फाइनली हामी लेट्स गो विथ सर। यो गीत कतिले सुना छ भने वाइट गरौँ, छैन भने पनि वाइट गरौँ। प्लिज सर अफ म्यान कहिले आएको काठमाडौँ त सबै हाम्रो गीतहरू हो, हामीले गाएको गीतहरू हो सबै। कहाँ कोलपुर नेक्स्ट सम बाँच्नुहरू कुनै चाहिन्छ र हिँड्छु मात्रै त्यही पुरानो सडक अलिक फरक दिमागसँग राख्छु मन फरक सपना नै हेर्छु अलिक फरक हिँड्छु अझै त्यही पुरानो सडक जिन्दगी गाह्रो रहेछ भन्ने कुरा बुझियो कतिमा दाम थिएन जाँदैन त्यो स्टुडियो गर्न त सक्दैनस् केही भए त सजिलो आफू दुःख नगरी काम त सजिलो कसैलाई बाल्न दे आँट्न दे चाहेको पाउँछ सकुरा चाहियो खेल फरक देखाउँछ त्यो गल्ली त्यो सडक गर्दैन फरक छ आफ्नै छन् गलत बुझे एक कुरा यस्तै छ चलन यस्तै छ चलन कसलाई के सुनेको डर मलाई बुझ्ने कुनै आउँछ र बाँच्नुहरू कुनै चाहिन्छ र हिँड्छु अझै त्यो पुरानो सडक
अलि फरक नाकसँग राख्छु मन फरक सपनाले हेर्छु अलि फरक हेर्छु अझै पुरानो सडक मेलामा चाहिँ होलीको दिन यति नै रमाइलो भएर चाहिँ अति कति भनौँ जति भने पनि कमै लाग्छ के यता मान्छे कम भए पनि उता मान्छे धेरै नै छन् क्या सो एकदमै रमाइलो भइरहेको छ सो अब हामीले चाहिँ भूपेन्द्र दाईले चाहिँ गाना गाइराख्नु भएको छ है त जुनेली रातमा र प्लस क्रिजन दाई पनि हुनुहुन्छ सो एकदमै रमाइलो भइरहेछ है त हाम्रो महेश ब्रो पनि भेट्यो है त मजा आएर छ जुनेली रातमा मङ्गलको साथमा हाम्रो भूपेन्द्र दाईलाई सलाम छ हो Sick. एकछिन ल यो चाहिँ लास्ट गीत है त यताको माइक अन गरेको ठिक छ Okay, thank you. You're the Christian. Now here I'm Mr. G. भन अध्यक्ष काशीराम अधिकारी एकपटक संयुक्त रूपमा सबैजनाले ह्यापी होली
बाटो छ खबर सोधिहाल्यो ख्याल ख्याल गर्दा गर्दै मोहनी लाग्यो मलाई गरिहाल्यो गरिहाल्यो थ्याङ्क यू अब चाहिँ नेक्स्ट सङ ट्र्याक ल अब ट्र्याकसँग है त अब कस्तो हुँदो रहेछ इन्टरटेनमेन्ट भइरहेछ है त हाम्रो यो कोलपुर मेलामा चाहिँ। सो अबको कन्टेन्ट चाहिँ अगाडि पुऱ्याइरहन्छौँ, हाम्रो के हुन्छ है त त्यो भिडियो कन्टिन्यू गरिदिनु होला र हाम्रो च्यानल सब्सक्राइब गरिदिनु नबिर्सनु होला है त। र प्लस यत्तिकै यस्तो रमाइलो रमाइलो पुरा चन्छ पार्टी 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 पार्टी। सो यहाँ बेला पनि छ सायद त्यति चाहिँ छैन। सो हाम्रो तिनजना मात्रै साथीहरू छन् जो अहिलेसम्म मिलेको छ कोलपुरमा। सो आदि यता छ है के सो मा त्यो केटीहरूले त्यहाँ केटाहरूले हो कि मलाई बिगारेको मा सबैले केटीहरूलाई बोलाएको मा ड्याम 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 तर चाहिँ लाज मलाई यार त
गर्दैछौँ शोभाको प्रस्तुतिमा हामी जोड्दैछौँ को नाम फेरि पनि पवनलाई म स्टेजमा बोलाउँदैछु हामी जस्तो बस्ने पिठमा लम्बुला फिल्लान बसेर चिलमा मैले पिठमा सोल्टी समाति आफूलाई टोप खोज्ने अरू अति नै पो जति नै खोज सक्दैन समाति पुग्नलाई ब्रो सकटे जोड नदेखा पो हुकेला दाग गालामा छपसला हकेला कोमलाई अकेला छोड चुटेला पखेटा त्यो धेरै उड्न नखोज त धरतीको बोझ कसैले भनेको सुन्दिन मालिक म आफू नै मर्जीको हो तारा नदेखाको पो पारा लोकल छाडाको कल भाडाको घरमा बसेर किन त देख जस पारा ओभर हो कुकुरमा घर छ के डर हो मनीषा दिदी तेरा लड़का हो गया मैं मनीषा दीदी की हिट ये मट्टू लगा अब घर जाने अब भ्याइयो हाम्रो कार्यक्रम भ्याइयो कि नै एकदमै रमाइलो भइरहेछ अब म त घरतिर लागेँ है त यस्तो राम्री राम्री नाच्यो भने त कहाँ घर जान मन लाग्छ हो अब त निस्किनु पर्छ देखिए
चुगंदी औरत है बिन बंदी लोटा बोलेगा या बोलेगा साला बोलेगा या बोलेगा साला गोरे गोरे मुखड़े पे तैयार कोई मरने को सांवली को छेड़े बाहों में आ जाए भरने को काले गोरे से क्या मतलब मधु मिले या फिर मिठा एक ही रट्टा देख दुपट्टा मर्द है बिन पहने लोटा हूँ बोलेगा या बोलेगा साला बोलेगा या बोलेगा साला लंबी लंबी टांग वाली छोकरी का दीवाना छोटी नाटी लड़कियों को डालता है वो दाना हेर काय शर्मा रहे हो ऐसे काय शर्मा रहे हो तुम्हारी चलिए थोड़ी ओके अस्मिता सो हे गाइस हाम्रो फाइनली मेला चाहिँ अब यस्तै हो न सोचे चाहिँ रमाइलो चाहिँ भएन स्क्याम गरिदियो नि त लाउरी आउँछ भनेर लाउरी नै आइदिरहेन के स्क्याम भइदिरहेको हो सो अब हामी चाहिँ मेलाबाट फर्किरहेको सोचे जस्तो रमाइलो चाहिँ भएन सो भिडियोलाई हेरेर लाइक कमेन्ट सेयर ट्विट है त गर्न चाहिँ नबिर्सिनु होला र हामी यस्तै यस्तै कन्टेन्ट भिडियोहरू चाहिँ बनाएर तपाईँमा ल्याएर नै छौँ तर साँच्चीकैमा कोलपुरमा चाहिँ स्क्याम भयो क्या